पछिल्लो समय नेपाली नागरिकमा राजनीतिक नेतृत्वप्रति आक्रोश बढ्दैछ। गणतन्त्रको विकल्पमा राजतन्त्रको नारा चर्किँदैछ। काठमाडौँ सहित विभिन्न स्थानमा भएका आन्दोलनलाई नियाल्ने हो भने मुलुकको राजनीतिक परिदृश्यमा आम नागरिकको नेतृत्वप्रतिको आक्रोश दिन प्रतिदिन बढ्दै गइरहेको देखिन्छ। यो आक्रोश केवल सरकार विरुद्धको असन्तुष्टि मात्र होइन, राजनीतिक व्यवस्थाप्रतिको गहिरो हताश पनि हो। जनताले मतदानको माध्यमले नेताहरूलाई शक्ति प्रदान गर्छन्, तर नेताले जनआकांक्षालाई पूरा गर्न नसकेपछि यस्तो आक्रोश उत्पन्न हुनु स्वाभाविक पनि हो, जुन नेपालमा मात्र होइन विश्वका धेरै मुलुकमा यस्ता घटना देखिएका छन्। आक्रोशको प्रमुख कारण भनेकै भ्रष्टाचार, नेताहरूमा देखिएको अहंकार, विकासको अभाव, जनतासँगको दूरी र राजनीतिक दलहरूको आन्तरिक कलह हो। नेपाली नेताहरूमा भ्रष्टाचार, अयोग्यता र अहंकारको प्रवृत्ति बढ्दै गएको छ। जनताले दिएको मतलाई शक्तिको स्रोत मान्नुको सट्टा व्यक्तिगत स्वार्थको औजार उनीहरूले बनाइरहेका छन्। भ्रष्टाचार र विभिन्न क्षेत्रमा भएका घोटालाहरू खुलेर आए पनि नेताहरू कुनै जवाफदेही नहुनु नै जनताको आक्रोशको ज्वालामा तेल थप्नु हो। नेपालमा दशकौंदेखि राजनीतिक अस्थिरता र सरकारहरूको बारम्बार परिवर्तनले दीर्घकालीन विकास योजनाहरू कार्यान्वयन हुन सकेका छैनन्। आधारभूत संरचना, स्वास्थ्य, शिक्षा, रोजगारी जस्ता क्षेत्रहरूमा ढिलाइ र निष्क्रियताले जनतालाई निराश बनाएको छ। नेताहरू जनतासँग जोडिएका छैनन्, उनीहरूमा अहमताले शिखर छोएको छ। जब सत्ता प्राप्त गर्ने बेला आउँछ अनि मात्र नेताहरू जनसम्पर्कमा आउँछन्, तर सरकार बनेपछि जनताका समस्यासँग एकदमै टाढा हुँदै जान्छन्। यसले नागरिकमा नेताहरू हाम्रा होइनन् भन्ने धारणा बलियो बनेको छ। पछिल्लो समय दलहरू भित्रै गुटबन्दी, नेतृत्वका लागि खिचातानी र सिद्धान्तविहीन राजनीतिले देशको प्रगतिमा बाधा पुर्याएको प्रष्ट देखिन्छ। नेताहरू देशभन्दा आफ्नो पार्टी र व्यक्तिगत हितमा बढी केन्द्रित भए भन्ने नागरिकले बुझिसकेका छन्। त्यसैले नागरिकमा देखिएको आक्रोश सडकमा छताछुल्ल हुँदैछ। दलहरू र सत्ता सम्हालेका नेताप्रति औँला ठडिन थालेको छ। हो, यस्ता घटनाक्रमको नतिजा केही दिन अगाडि काठमाडौँमा देखियो र अझै पनि देखिँदैछ। राजावादी सडकमा आउँदा दलहरू पनि सभा गर्दै प्रतिकारमा उत्रनु पर्ने अवस्था आएको छ। यो दल र नेताहरूलाई चुनौती पनि हो। नेपाली नागरिक जवाफदेही र पारदर्शिता चाहन्छन्, जनआकांक्षाको केन्द्रीकरण हुनुपर्छ भन्छन्। युवा र महिलाको सहभागिता खै भन्दै प्रश्न गर्छन् अनि आफूले जिताएर पठाएका जनप्रतिनिधिसँग निरन्तर संवाद चाहन्छन्। के यो चाहना गलत हो? अब नेतृत्वले बुझ्ने समय आएको छ। अब नेताले भ्रष्टाचार विरुद्ध कडा कदम चाल्नुपर्छ। प्रत्येक नेताले आफ्नो कार्यकालको उपलब्धि जनता सामु राख्नु पर्दछ। राजनीतिक इच्छा शक्तिलाई राष्ट्र निर्माणमा केन्द्रित गर्नुपर्छ। नीतिगत स्थिरता र दीर्घकालीन योजना बनाउनुपर्छ, अनि मात्र जनता शान्त हुनेछन्। परम्परागत नेतृत्वलाई नयाँ सोच र ऊर्जासँगै परिवर्तन गर्न युवा र महिलालाई राजनीतिमा अग्रपङ्क्तिमा ल्याउनुपर्छ। नेताले नागरिकसँग निरन्तर संवाद गरी उनीहरूका आवश्यकता बुझ्नुपर्छ। नेपाली नागरिकको आक्रोश अस्वीकार्य होइन, यो आक्रोश राजनीतिक परिवर्तनको माग पनि हो। नेतृत्वले यदि जनताको आकांक्षालाई बुझेर काम गर्न सके नेपालको विकासको नयाँ मार्ग प्रशस्त गर्न सकिन्छ। यदि नेताले यसलाई अनदेखा गर्यो भने जनआक्रोशले ठुलो रूप लिन पनि सक्छ, जसले गर्दा देशमा अराजकता फैलने जोखिम बढ्छ। अहिले पनि देखिएका आन्दोलनमा अराजकता मिसिएको छ। धमिलो पानीमा माछा मार्न चाहनेहरू धेरै हुन्छन्। सरकार समयमा सचेत बन्नुपर्छ। नेतामा सुधार आउनुपर्छ। अब समय आएको छ। नेताले आफ्नो भूमिका बुझी जनताको विश्वास फेर्ने प्रयास गरौँ। जनताको आवाजमा राष्ट्रको आवश्यकता देखिएको हुन्छ। आन्दोलनको झिल्कोले आगोको रूप लिनबाट जोगाउँ। देश र हालसम्मका उपलब्धिलाई समयमै बचाऊ।